खुलेछ 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 आज हामीहरूले किनमेल गर्ने मार्केट खुलेछ। यो डाम्नु बस कहाँबाट आयौँ अरू फेरि डाम्दा कंट्रोल कंट्रोल उदय खुसीको कुरा छ साथीहरू। अब अच्छा खुसीको कुरा किन छ भन्दाखेरि ठीक है हामीहरूले किनमेल गर्ने यो मार्केट केही दिनदेखि बन्द भएको थियो। आज खुलेको देख्दा धेरै खुसी लाग्यो होइन। अनि नमस्ते अनि गुड मर्निङ भन्न चाहन्छु साथीहरू। के छ हजुरहरूको हाल खबर? आज चाहिँ म धेरै खुसी छु किनकि हाम्रो त यो मार्केट बन्द भएकोदेखि साह्रै हात भाँचेको जस्तो भएको थियो। अरू ठाउँ जाँदा अलग अलग लिनुपर्ने, महँगो पनि महँगो होइन। यहाँनिर अलिकता आफू हामीहरूलाई अब सुविधाजनक थियो, सबै चिजहरू एकै ठाउँ मिल्ने। हामीहरूलाई अब खानामा जे पनि अब चिजहरू लाग्छ त्यो चिजहरू एकै ठाउँ मिल्ने। अनि भन्छ नि खाने मुखलाई जुङ्गाले छेक्दैन भनेर, त्यस्तै यहाँनिर हेर्नुहोस् यसरी ताजा ताजा बिहान मासुहरू पनि पाइने गर्छ। अनि हाम्रो एउटा चाहिने दाजुले ज्याम ज्याम मिलाएर नेपालीको आइटमले काटेर दिनुहुन्छ। यसरी सेन्टुला अनि कलेजा टक्क सस्तो मस्तो भाउहरूमा पाइन्छ यहाँनिर। अनि मासु पनि हाम्रो नेपाली आइटमले, किनकि अरू ठाउँ छाला फालेको पाइन्छ, यहाँनिर ट्याक्क छालासँगै पाइन्छ। अच्छा हामी सबै नेपालीहरूले मन पराउने ठीक है भनेको छालासँगै हो होइन। अनि ठीक टक्क है यहाँनिर फेरि अन्डाहरू पनि पाइहाल्ने। ठीक है समझ अनि गया सबै चिजहरू यहाँनिर सागसब्जीहरू पनि पाइने। यसरी सागसब्जीहरू पनि टक्क हरियो परियो बिहान आफूलाई चाहिएको चिजहरू टक्क लान मिल्ने, एकै ठाउँबाट सबै चिजहरू उठाउँदै गयो होइन। यति सजिलो भएको थियो साथीहरू। अनि केही कारणवशले केही दिनदेखि यो बन्द देख्दा त हाम्रो त हातै बाँचेको जस्तो भएको थियो साथीहरू। धेरै परेसानी भएको थियो हामीहरूलाई, तर आज खुलेछ, धेरै खुसीको कुरा। उहाँ चाहिँ हाम्रो तामिल दिदी हुनुहुन्छ, उहाँले एकदम मजाले नेपाली बुझ्नुहुन्छ। यो डाम्नु चाहिँ त्यो दिदीको छोरो हो। यो डाम्नु छुप्पो बसेको छ, आमालाई काम गराएको छ फेरि। अनि ठ्याक्क यहाँ पनि सागसब्जी दिदीले बेच्नुहुन्छ, सस्तो मस्तो ठ्याक्क। दिदीहरूले पनि भाइहरूलाई माया गर्नुहुन्छ, यसो फ्रीमा धनियाँ सनियाँ खुर्सानी सुर्सानी दुई चारवटा हालिदिनुहुन्छ। अच्छा खाऊ भाइ मोज गर भन्नुहुन्छ उहाँले पनि कहिले कहिले ठीक अब है होइन, खुसी भएको बेला दिनुहुन्छ। ठीक अनि है ठ्याक्क फेरि ठीक है समझ गया यतापट्टि हाम्रो बुढो हजुरआमा हुनुहुन्छ उहाँ। अनि यसो चट्ट यहाँबाट हिँड्दाखेरि ए मारिसिनी भन्छ, फेरि आइज यहाँ अन्डा किन भन्नुहुन्छ फेरि हजुरआमा पनि। अब हामीले फेरि यसो चाहिएको बेला हामीले पनि आएर हजुरआमा कहाँ अरू ठाउँ किन्नुभन्दा यहीँ किनिदिन्छौँ हामीले पनि। हजुरआमाले पनि यसो सस्तो मस्तो मिलाएर दिने गर्नुहुन्छ। अनि यतापट्टि फेरि अच्छा हजुरआमाको छोराले यो दामनाले फेरि के ठीक बेच्छ है भन्दाखेरि बुङ्गुरको मासु बेच्छ। हेर्नु साथीहरू, खुट्टा टङ्गाएको छ नामसित एउटा बुङ्गुर ढालेछ के अरे दामनाले आज।